नमस्ते सबैजना, हामी आइसकेका छौँ सोरोल्पा। अहिले हामी छेतछेतमा अगाडि झरना हेर्नुहोस्। त्यो हो भ्यू पोइन्ट। यहाँबाट हामी माथि माथि कमर्सियल ठाउँ पनि रहेछ यहाँबाट माथि माथि गएर त्यो डाँडा माथि सिधै चढेर तल झर्ने होला। ओके गाइज, हामी चाहिँ लाग्यो आफ्नो गन्तव्यतिर। र मसँग छ यहाँ रोशन अगाडि हिँड्दैछ र अगाडिको भ्यू चाहिँ बब्बाले छ। फेरि सफर भर्खर सुरु भएको छ। हामी लोकल पारामा छौँ। लोकल पारामा हामी चप्पल लाएर पानी परिरहेको छ होइन। सल्लाह होइन क्या, हामी यहाँ हामी लोकल हो, लोकल बुझ्न लागेको। ल अगाडि हेर्नुहोस् कुखुराहरू, अगाडिको भ्यू। लेट्स गो। फेरि हामी जापान छैनौँ। हाम्रो ट्रेक सुरु भएको 5 मिनट नि भएको छैन र यहाँ ब्युटिफुल झरनाले हामीलाई वेलकम गरिसक्यो। रोशन त्यहाँ छ, गइसक्यो अगाडि। यहाँ फुल फुलिरहेको छ। हामी छौँ यहाँ झुलुङ्गे पुलमा र मेरो अगाडिको सिन हेर्नुहोस्। ल गाइज, फर्स्ट दिन चाहिँ यस्तो स्टिप उकालो भर्याङहरू छ, सँगै यस्तो दामी सिनहरू पनि छन्। आज चाहिँ हल्का पानी परिरहेको छ है, बादलहरू माथि, साइडमा झरना बगिरहेछ, खोला छ, झुलुङ्गे पुल छ। इट्स 7 गाइज, इट्स 7। फर्स्ट दिनको बाटो चाहिँ एकदमै उकालो छ है, यस्तो भर्याङहरू, तर दृश्य चाहिँ दामी हुनेछ है। तपाईँहरू दृश्यमा मगन भएर हिँड्नुहुन्छ, थाक्नु हुँदैन है त। सो गाइज, हामी चाहिँ हिँडेको 1 घन्टामै सिमी गाउँ पुगिसक्यौँ। हामी हिँडेको कहाँबाट? छेतछेतबाट हामी 1 घन्टामा सिमी गाउँ पुग्यौँ है। र हाम्रो कन्डिसन एकदम फ्रेस छ, फ्रेस, केही लागेन। नथिङ, पसिनै छैन हो। पसिना त छ गर्मीले, भ्यू चाहिँ राम्रै छ है। खुट्टा दुख्ने। अब यहाँ माथि पुगेपछि कस्तो देखिन्छ म देखाउँछु तपाईँहरूलाई। तर हामी अझै यहाँ भन्दा पनि माथि जान्छ जस्तो सिचुएसनले। माथि गाउँ चाहिँ राम्रै छ है। मकै बारी रहेछ पुरै, माथि हुस्सु लगाइरहेछ है। मकै बारी छ अनि एउटा दुइटा भएको मकै लिएर गएर पोलेर खाने। पोलेर ल ल गाइज, हामी चाहिँ आइसकेछौँ सिमी गाउँ माथि। र हाम्रो चाहिँ अब यो रुम चाहिँ यस्तै छ। तर जे होस्, हाम्रो अहिलेको लागि चाहिँ सफलै छ है। रुम पनि राम्रै छ है। सिमी गाउँ र होटेलको नाम चाहिँ वाइट याक। बाहिरको भ्यू चाहिँ बबाल छ। यता चाहिँ गौरीशङ्कर हिमाल देखिन्छ अरे, तर अहिले चाहिँ बादलले ढाकिरहेको छ। लेट्स सी टुमरो मर्निङ है। हामी चाहिँ रुममा बसिरहेको, यहाँ चाहिँ बादल खुलेछ है। हिमालको झलक चाहिँ हेर्न पाइयो आज। अब भोलि चाहिँ नजिकै जानु छ है। यस्तै छ भ्यू आजको चाहिँ। Come on man, what are we drinking? ल अब चाहिँ हामी के खाँदैछौँ हामी? के पिउँदैछौँ? हामी कोदोको छ्याङ है। कसम मेरो जस्तो रिङटोन रहेछ। कोदोको छ्याङ होइन, कोदोको जाँड बनाउनु लाग्नु भएको रहेछ। आन्टीको स्पेसल रहेछ। फेरि आइसी त एकचोटि ट्राई गर्नु पर्यो। थोरै। अनि बेलुका प्रोसेस पनि हामी देखाउँछौँ अहिले। बेलुका चाहिँ के छ त हाम्रो? बेलुका चाहिँ फेरि कोदोको रक्सी छ। कोदोको रक्सी विथ घिउ। तेरो घिउ विथ मह, हनी विथ हनी। अघि एउटा बाउनले खाएर गयो। घिउ हाल्यो भने कि मह हाल्यो भने? मह हाल्यो भने भर्खर मह। यता मह चाहिँ फेमस रहेछ, मह लिएर जानुपर्छ जस्तो लाग्यो मलाई। त्यही अहिले चाहिँ भोलि चाहिँ फेरि हाम्रो भोलिको दिन चाहिँ एक्सट्रिम हुनेवाला छ। किनभने हामी 12 घन्टा हिँड्दैछौँ भोलि। भोलि चाहिँ 12 घन्टा हिँड्नु छ। भोलि बिहान 5 बजे आन्टीले बनाइदिन्छ अरे खाजा। 5 बजे खाजा खाएर हिँड्ने हो। भोलि बेदिङ पुग्ने हो। टार्गेट इज बेदिङ 4 बजीसम्म, 11 घन्टामा 1 घन्टा अगाडि पुग्ने सब अरूभन्दा। त्यही हाम्रो भोलिको टार्गेट चाहिँ। ल स्टे हार्ड, स्टे फोकस। अब आउँदैछ
नि तपाईँको होटेल लाने सिजनमा त तपाईँको होटेल प्याक गर्नु पऱ्यो नि तर यस्तै हुन्छ चामलको चाहिँ अनि चामलको अलिकति त्यो राख्ने अनि तातो पानी राखेर चाहिँ अनि घोल्छ क्या अनि त्यसरी खान्छ हामीले चामलको त्यति युज गर्दैन यहाँनिर खाना मात्रै हो छुट्टै हुन्छ सेर्पा छुट्टै हुन्छ तामाङ छुट्टै हुन्छ कुलै छुट्टै हुन्छ नि अब लास्टमा होइन खान सानो सानो लिने खानुपर्छ हो र छैन जुगा त लाग्छ है यतातिर लाग्छ अब पानी पऱ्यो भने उतातिर जङ्गलमा छुनु हुँदैन 4-5 मास नसुइकन हिँड्नुपर्छ अब चाहिँ झुगा लाग्छ खरि झुगा हुन्छ खरिजुगा फेरि ठुल्ठुलो हुने यो रातोवाला ठुलो नि हुन्छ मसिनो नि हुन्छ ठुलो जुगा चाहिँ कराउँदैन रहेछ हजुर 4-5 मा छुयो भन्दा एउटा चाहिँ चिल्चिलाउनु मात्रै हुन्छ थाहै हुँदैन टोयो तर फेरि जुगाले टोकेर राम्रो भन्छ नसम्म टोयो अलिअलि त्यही निकाल्नुपर्छ अरे नराम्रो रगत लिन्छ भन्छ तर चिलाउने के पछि चाहिँ अन्त व्हाइट याकको किचन अनि तर यो किचन एकदम राम्रो हो नि अझै तपाईँहरूको यहाँ अझै यो आगोले नै तात्नेवाला पछि त चिसोमा त चिसो हुन्छ होला नि यहाँ आगो ताप्छ नि यता फाइनल प्रडक्ट बारिस्टा बाटेन्डर होइन कस्तो यहाँ बोइस होइन बाक्लो छ बाहिर आएको छैन अहिले अलिअलि देख्यो उता छेउमा यहाँ त धेरै अहिले चाहिँ देख्यो मैची थियो बनाइदिए नि हामी चाहिँ अहिले सिमी गाउँमा छौँ यसो हामी यहाँ गुम्बा छ अरे यता गुम्बा हेर्न आएको गाउँ चाहिँ एकदम राम्रो छ है तल खोला बगिरहेछ लोकल भाले है रोशन चाहिँ अगाडि पुगिसक्यो है लुक एट द भ्यू गाइज है I am better than the view. त्यो है दामी है दिस इज सिमी गाउँ Hey everyone, what's up? Look at the view. This is where called it's heaven. Now I like everyone to come here and enjoy this view and be with the nature. And this school is fucking awesome. तर यो स्कुलमा पढाउने टिचर नि त्यतिकै असम भयो भने चाहिँ यहाँको स्टुडेन्टले चाहिँ के न के गर्छ तर स्योर स्कुल जति ठाउँमा जस्तो सुकै ठाउँमा भयो नि राम्रो भयो नि होइन तर टिचर खराब छ भने टिचरलाई केही ज्ञानै छैन भने इन्भाइरोमेन्टको बारेमा नथिङ इट्स अ ट्र्यास त्यही भएर फर्स्ट सुरु त टिचर राम्रो हुनु पर्यो बट यो स्कुल चाहिँ पर्फेक्ट लोकेसनमा छ एउटा यहाँ बसेर पढिरहेको तपाईँ सोच्नुहोस् पढिरहेको हुनुहुन्छ कि के गरेर हुनुहुन्छ तर बवाल छ है
ल चेसा दिदी लासु जान्दै कहाँ कहाँ के हो यो मगाएर राख्छु कोदोको रक्सीमा कोदोको रक्सीमा मह तल्दा त है